कल्पना गर्नुहोस् एउटा यस्तो कुर्सी जसले साम्राज्यको उदय र पतन, राजवंशको टकराव र राष्ट्रको प्रगतिको सपना देखेको छ। नेपालको प्रधानमन्त्रीको पद केवल एक राजनीतिक जिम्मेवारी होइन, यो एउटा गडगडा हो जहाँ महत्वाकांक्षा, विचारधारा र इतिहास एकसाथ ठोकिन्छन्। राजदरबारको छायादार षड्यन्त्रदेखि आधुनिक गठबन्धनको अराजकतासम्म यो कुर्सी आशाको प्रतीक र विवादको केन्द्र दुवै बनेको छ। एउटा साधारण नेपाली नागरिकले यो सम्मानित तर जोखिमपूर्ण कुर्सीमा पुग्न के गर्नुपर्छ र यसको इतिहासमा कस्ता रहस्यहरू लुकेका छन्, आउनुहोस् समयको यात्रामा निस्कौं र नेपालको प्रधानमन्त्रीको पदको योग्यता, चुनौती, विजय र गहिरा रहस्यहरूको पर्दा उगारौं। खण्ड 1। नेपालको प्रधानमन्त्री बन्न के चाहिन्छ? नेपालको प्रधानमन्त्री बन्न संवैधानिक योग्यता, राजनीतिक चतुर्याई र सामाजिक प्रभावको जटिल मिश्रणको आवश्यक पर्दछ। नेपालको संविधान 2072ले योग्यताहरू स्पष्ट रूपमा उल्लेख गरेको छ, तर व्यवहारिक बाटो भने त्यति सजिलो छैन। संवैधानिक योग्यता। संविधानको धारा 76 अनुसार प्रधानमन्त्री बन्न निम्न योग्यताहरू पूरा गर्नुपर्छ। 1. प्रतिनिधि सभाको सदस्यता। प्रधानमन्त्री प्रतिनिधि सभाको सदस्य हुनुपर्छ। यसले उम्मेद्वार जनताद्वारा निर्वाचित प्रतिनिधि भएको सुनिश्चित गर्छ। उम्मेद्वारले प्रतिनिधि सभामा बहुमतको विश्वास प्राप्त गर्नुपर्छ, या त एकल पार्टीको नेताका रूपमा वा गठबन्धनको समर्थनमा। यदि कुनै पार्टीले स्पष्ट बहुमत नपाएमा धारा 76 को उपधारा 2 अनुसार सिद्ध गर्न सक्ने उम्मेद्वारहरूलाई राष्ट्रपतिले नियुक्त गर्छन्। यदि यो पनि सम्भव नभए धारा 76 को 5 ले हस्ताक्षर वा विश्वासको मत मार्फत बहुमत सिद्ध गर्ने अवसर दिन्छ। वंशजको नागरिकता पनि आवश्यक पर्छ। धारा 282 का अनुसार प्रधानमन्त्री वंशज नागरिकताधारी नेपाली मात्र हुन सक्छ। अङ्गीकृत नागरिकता वा विदेशी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिएकाहरू योग्य हुँदैनन्। तर वंशज नागरिकताले विदेशी नागरिकता लिएर फिर्ता गरेपछि 5 वर्ष नेपालमा बसेको योग्य हुनुपर्छ। उम्मेद्वार कुनै कानुनद्वारा अयोग्य घोषित भएको हुनुहुँदैन। यसले नागरिकको नैतिकता, पतन सम्बन्धी अपराधिक सजाय वा मानसिक असन्तुलन जस्ता वृहत संवेदनशील अयोग्यताहरू स्पष्ट पारेको छ। नियुक्ति भएको 30 दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत दिनुपर्छ र कार्यकालभरि कायम राख्नुपर्छ। असफल भएमा राजीनामा दिनुपर्छ। यो भनाइ धारा 77 मा उल्लेख गरिएको छ। के अब आउने प्रधानमन्त्री बालेन शाह हुन सक्छन्? के अब आउने प्रधानमन्त्री हर्क साङपाङ हुन सक्छन्? के अब आउने प्रधानमन्त्री रवि लामिछाने हुन सक्छन्? के अब आउने प्रधानमन्त्री सागर ढकाल हुन सक्छन्? वा यो कुर्सी राजनीतिक अभिजातीयको कब्जामा नै रहिरहनेछ? समयले मात्र जवाब दिनेछ, तर यो पदको कथा राष्ट्रको आत्मालाई मन्त्रमुग्ध र चुनौती दिइरहेको छ। नमस्कार। यहाँसम्म भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद र यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र यो भिडियो मन परेमा लाइक गर्नुहोला।